ओहो आयो है आयो के हो यो पानीपुरी सेट छुटीको पिठो सबै देखाएर जाँदा लाग्दैन ल च्याउ पनि आएछ भटमास पनि आएछ के हो यो ब्रेनुन मकै फेभरेट अलवेज के हो मसलाहरू पनि आइपुग्यो मकैको पिठो आजको खाना के हो हाम्रो सिस्नो नेपालबाट आएको सिस्नो फेरि सिस्नो पकाउने स्टाइल त हाउ टु कुक हाले छैन हौ यता म के अरे यो मरि के भन्छ सिस्नो सिस्नोलाई चाहिँ पहिला के गर्नुपर्छ उसिन्नुपर्छ हैन उसिन्ने हैन उमालेको पानीमा हाल्ने अब यसलाई चाहिँ यो चाहिँ धेरै नपाकिन्जेसम्म यसलाई चलाउनु हुँदैन भने ए त्यस्तो हो अब छोप्ने हो यसलाई छोप्ने मजाले पाक्छ अनि यसलाई ओके अनि यो मजाले पाक्छ नि अनि मस्तले अनि फिर्के हुन्छ त्यसले घोट्ने फिर्की जस्तो टाइप हामी चाहिँ मकै खाँदै सिस्नो पकाउँदैछौँ आज होइन त्यही पनि नेपालको स्पेसल कोसेली आजकल अब राम्रोसँग पलाउनु नि त सिताइरहेको एकदम हात पोली खोजी ओहो ल काठमाडौँको ठाउँमा थ्याङ्क यू सो मच रियली एप्रिसिएट फर स्पेसल्ली सीता दिदी एन्ड रिता दिदी नै स्पेसल्ली अल अफ आवर फ्यामिली अनि म गिफ्ट आएन मम्मीको चाहिँ के सरप्राइज गिफ्ट ल मम्मीले चाहिँ घरमा कुटेर के बनायो भन न भन मम्मीले चाहिँ घरमा कसैलाई नभनिकन ओके सरप्राइज घिउ हालेर पठाउनु खोज्यो अरे पछि वेट जोग्दाखेरि धेरै भएछ अनि त्यसपछि निकाल्नु पर्यो अरे मम्मीलाई आँसु नै आयो अरे बिचरा ठिक छ जोस् छोपेर पठाउन खोज्यो अरे क्या मेमोरेबल भयो भनेपछि ल बधाई छ ल टिमुर पनि कुटियो अब चाहिँ यसो यो गार्लिकले के गर्नको लागि हो झान्नको लागि होइन त ल यसलाई चाहिँ अझै के हुनुपर्छ अझै पाक्नुपर्छ है कर्कलो जस्तै ओके लाइक अ म्यास पाटाटो फाइनल्ली हाम्रो सिस्नो चाहिँ रेडी भयो अब यसलाई हामी धान्छौँ तड्का लगाउँछौँ तड्का लगाइसकेपछि चाहिँ एउटा यसको स्पेसल फ्लेभर आउँछ मेरो फेभरेट नै त होइन तर पनि पहिला त खाएको थिइनँ अब चाहिँ फेभरेटै भयो यो रामेछाप र धादिङको मिलन भएर है अनि अब हामी यो सिस्नोसँग चाहिँ मकैको भात खानेछौँ आज जे होस् समथिङ स्पेसल धेरै छ आज हाम्रो किचनमा जे होस् रमाइलो लाग्छ यसरी नेपाली परिकार खाना पाउँदा आफूले आफूलाई भाग्यमानी नै सम्झिन्छु हाम्रा परिवारहरू छन् र पठाउँछन् परिवार नहुने मान्छेहरूले बिचरा हेरेर चित्त बुझाउनु पर्ने पनि हुनसक्छ जे होस् खुसी लाग्छ यसरी खाना पाउँदा